हेलो साथीहरू, नमस्ते। तपाईँलाई स्वागत छ मेरो ब्लगमा। आज चाहिँ हामी ईदको छुट्टी पारेर हामी 4 जना घुम्न जाँदैछौँ होइन। म, मेरो 2टा साथी अनि मेरो हस्बेन्ड। हामी चाहिँ यसरी रमाइलो गर्दै जाँदैछौँ अनि बाहिर मौसम हल्का पानी पनि अलिअलि परिरहेको थियो अनि हामीहरू चाहिँ सरर यसरी गयौँ। गाई छै अनि टक्क हामी घुम्ने ठाउँमा पनि पुग्यौँ। यो चाहिँ आजमानको एउटा पार्क हो जसको नाम मलाई जिन्दगीमा भन्न आउँदैन, पढ्न आउँदैन। यो चाहिँ नेक्स्ट अगाडि छ अनि हामीहरू चाहिँ घुम्नतर्फ लाग्यौँ, भिडियोहरू बनाउन थाल्यौँ अनि हल्का रमाइलो पनि गर्न थाल्यौँ। त्यस पछाडि हामीले फोटोहरू खिच्न थाल्यौँ सबैजना मिलेर अनि पहिला हाम्रो फोटो खिच्यो, त्यस पछाडि हामी 3 जनाको फोटो खिच्यो अनि 4 जनाको फोटो खिच्यो। कति पुड्को निक्लेको अनि सेकेन्ड टाइममा चाहिँ बल्ल राम्रो निकाल्नु भयो है। अनि भिडियो बनाएको आएन बनाउन, सेकेन्ड टाइममा बल्ल बल्ल बोक्न जान्नु भयो सिकाउँदा तै पनि। अनि फेरि पनि हामीले पानी पर्न आँटेको थियो र हामी चाहिँ अब खानुतिर लाग्यौँ। यो हाम्रो खानेकुरा हो होइन। अनि हामीले चाहिँ अब टक्क खानासाना बनाउँछौँ। हेर्नुहोस् हामीले के ल्याएको छौँ, हेर्नुहोस् यो देख्न सक्नुहुन्छ तपाईँले। यो हाम्रो भयो चटपटे अनि फ्रुट्स छ अगाडि अनि त्यस्तै गरेर हामीले चाउचाउ पनि ल्याएको थियौँ होइन। करेन्ट हामीले यसरी तातो पानी हालेर बनायौँ। हामीहरू सबैजना मिलेर यसरी एउटा काम गर्दै बनायौँ। अनि यो फ्रुट्सहरू चाहिँ मेरो हस्बेन्डको लागि हो है, किनकि उहाँले पिरोहरू खानुहुन्न नि त। अनि त्यही भएर चटपटे अनि करेन्ट चाउचाउ चाहिँ हाम्रो लागि हो। अनि यो फ्रुट्स भयो अनि तपाईँले देख्न सक्नुहुन्छ यहाँ बट्टा, यहाँ रोटी छ अनि सब्जी छ अण्डाकरी। यो चाहिँ मेरो हस्बेन्डको लागि हो। हाम्रो चाउचाउ तयार भयो अनि चटपटे तयार भइसकेको थियो अनि बिस्तारै चाउचाउको मसलाहरू हाल्न थाल्यौँ अनि चाउचाउ यसरी हामीले घोल्यौँ कि हेर्दै खम लाग्दो। वाह, यस्तो मिठो भएको थियो साथीहरू, कुरै नगर्नु होइन। हामीले मोल्यौँ सबै सामान खानेकुरा हामीले रेडी बनायौँ अनि हामीले खाना थाल्यौँ। अनि त्यस पछाडि भिडियो खिच्ने चाहिँ मेरो हस्बेन्ड हो है। अनि अन्डाहरू छ, कोकहरू छ होइन। अनि हामीले खाना थाल्यौँ यसरी। यति मिठो भएको थियो गाइज, कुरै नगर्नु होइन। हामीहरू त खाँदा कति छिटो सिद्धिएछ कि बिचरा मेरो हस्बेन्डलाई हेर्नु न, रोटी खाँदै हुनुहुन्छ उहाँले पिरो खानुहुन्न नि त। अनि फ्रुट्सहरू जुसहरू चाहिँ उहाँको लागि हो। अनि खाइसकेर हामीले फेरि फोटो 1-2वटा हामीले खिच्यौँ। त्यस पछाडि सबैजना अब फर्किनुपर्छ भन्ने प्लानिङ बनायौँ अनि हामीहरू चाहिँ धेरै रात परिसकेको थियो, हामी चाहिँ फर्क्यौँ। अनि यसरी यो चाहिँ हामीले ट्याक्सी कुरिरहेको अवस्था। बाई बाई गाइज।